नमस्कार। आज चाहिँ कुपिन्डको राइतो बनाउन सिकौँ है। कुपिन्डोलाई चाहिँ मजाले ताछेर चाहिँ मजाले कोर्ने है। अनि कोरिसकेपछि चाहिँ हल्का बेसार राखेर चाहिँ यसलाई एकछिनसम्म बोइल गर्नुपर्छ। अनि यो सबै पानीहरू छुट्छ कि यहाँबाट। अनि एकछिनसम्म बोइल गर्ने, जबसम्म चाहिँ त्यो हातले टुटाउँदाखेरि चाहिँ यो चाना टुट्दैन नि तबसम्म बोइल गर्ने। धेरै बोइल भयो भने पनि फेरि टेस्टी बन्दैन है। अनि बोइल भएकोलाई चाहिँ एकछिन सेलाउने। तबसम्म चाहिँ यहाँ हामीले दहीलाई रेडी गर्दैछौँ। दही राख्यौँ भाँडामा। त्यसपछि मम्मीले यहाँ निचोर्दै हुनुहुन्छ, मजाले पानी निकाल्दै हुनुहुन्छ। अनि यसरी सबै पानी निकालेर राख्ने है। तबसम्म चाहिँ नुन खुर्सानी जिरालाई चाहिँ मजाले सिलौटोमा पिस्नु, नत्र भने टेस्ट आउँदैन है त्यस्तो। अनि ल यस्तो रेडी भयो है। अनि मम्मी यहाँ मजाले दहीलाई चाहिँ फिट्दै हुनुहुन्छ। दही चानावाला दही भयो भने चाहिँ राइतो मिठो बन्दैन, त्यही भएर मम्मी मजाले घोल्दै हुनुहुन्छ। हामीले ग्लोभ्सको युज गरेको छैनौँ है। अनि अब चाहिँ यो नुन खुर्सानी, मम्मीले जुन नुन खुर्सानी जिरा दियो नि त्यसलाई चाहिँ मिक्स गर्नुभयो। अनि त्यो कुपिन्डो बोइल गरेर निचोरेर राखेको कुपिन्डोलाई बोइल गर्नुहुन्छ। अब चाहिँ यस्तो टेस्टी बन्छ नि, वाउ हेर्नुहोस्। अब चाहिँ यसको तड्का बनाउनुपर्छ। तड्काको लागि चाहिँ सिम्पल छ, केही पनि गर्नु पर्दैन। घिउ र जस्ट मेथीले चाहिँ फुराइदिने हो। एकदमै यति टेस्टी बन्छ नि यो राइतो है। यसरी ट्राई गर्नु होला सबैजनाले, एकदमै टेस्टी बन्छ। यहाँ घिउ पनि कस्तो, मम्मीले कति धेरै घिउ हाल्नुभएको, कस्तो टेस्टी भयो थियो। ल छैया मम्मीले झान्नुभयो। अनि मम्मीले चाहिँ एकछिनसम्म छोपिदिनुहुन्छ, किनभने त्यसको बास्ना चाहिँ यताउता नजाओस्, राइतोमा जाओस् भनेर है। ल मम्मीको हातको राइतो चाहिँ फेरि लास्टै टेस्टी हुन्छ कि। ल हेर्नु न, आहा पानी आयो मुखबाट। एकदमै टेस्टी थियो है। तपाईँहरू पनि ट्राई गरेर यस्तै बनाएर खानु होला है।